अन्तिम प्रेम पत्र। यो कुनै उज्यालो बिहानको पत्र थिएन जसले मेरो मुहारमा मुस्कान ल्याओस्। यो त रातको गहिरो क्षणमा लेखिएको मायाको अन्तिम प्रेम पत्र थियो। अब यो पत्र कहाँ पठाउँ म जान्दिनँ, तर आशा छ कुनै न कुनै रूपमा तिमी समक्ष पुग्नेछ, किनकि मेरो प्रेम बलियो थियो। सही तरिका नहोला, तर साँचो अनि निस्वार्थ थियो। कागज चिसो छ, कलम थरथराइरहेको, अक्षरहरू बगिरहेका, तिमीले पढ्न नपाउने ठेगानतिर। मेरा अश्रु खसिरहेका, तिमीले देख्न नपाउने ठेगानतिर। सँगै बिताएका ती पल कति रमणीय थिए। भुलाउन खोज्छु, तर फेरि त्यसैको एक्का झन् बलियो बनेर आइदिन्छ। मन थाम्न सक्दिनँ र फेरि आँखा रसाउँछन्। तिमी मुस्कान थियौ, म त्यस मुस्कानमा हराउने मान्छे। तिमी भविष्यको सपना देख्थ्यौ, म तिम्रो वर्तमानमा बाँच्ने मान्छे। सायद यही कारणले तिमी म भन्दा धेरै अघि पुग्यौ र म तिम्रै भूतमा बाँचिरहेकी छु र म तिम्रै भूतमा बाँचिरहेकी छु। आज अन्तिम पल्ट मनको सबै आँट बोकेर फेरि लेख्न खोज्दैछु ती सबै कुरा जुन तिमीले कहिल्यै सुन्न चाहेनौ र म भन्न सकिनँ। म अझ पनि तिमीलाई धेरै माया गर्छु, तर त्यो माया तिमीलाई बाँध्ने डोरी होइन, मेरो मायाबाट मुक्ति दिने प्रार्थना हो। यदि कहिल्यै हावाले मेरो नाम तिम्रो कानमा फुसफुसायो भने सम्झिनु, त्यो कुनै पीडा होइन, त्यो तिमीसँगको मेरो अन्तिम भलाको सारी हुनेछ। अब म जान्छु, बिना कुनै गुनासो, बिना कुनै बाचा, यो अन्तिम प्रेम पत्र छोडेर, तिम्रो आत्मासँग यो अन्तिम प्रेम पत्र छोडेर। तिमी खुसी रहनु, म तिम्रो सम्झनामै ठिक छु। हामी कहिल्यै हामी हुन सकेनौँ, तर तिमी सधैँ मेरो जीवनको सबैभन्दा साँचो कविता भइरहनेछौ। तर तिमी सधैँ मेरो जीवनको साँचो कविता भइरहनेछौ। कविता भइरहनेछौ।